त बोक्नु त मजै लाग्छ। अस्ति यसलाई दबाई खुवाउनु लगेको तल पञ्चायत अफिस जाँदाखेरि बोकेर लग्यो। अप्ठ्यारो छ एकछिन चाहिँ हिँड्ने बोक्छु भने बोक्नु भने नि त हो। बोकेर लग्यो निद्रा लागेको थियो तल मधेस घर पुग्दै मूल घर पुग्दै नानी निदै त त्यहाँ त्यतिको लगेर मसाले पनि लग्यो अरे हो। किचनमा पिउनु रहेछ त्यहाँ सुताएरी आधी घन्टा सुतायो। त्यहाँबाट जबरजस्ती उठायो अरे चाहिँ दबाई खुवाउनु लग्यो। त्यहाँबाट किसनको घरदेखि चाहिँ टक्कै घरेर पनि हिँड्यो। हिँड्यो भने त हिँडे केटाकेटी आउनु बोक्नु भनेको होइन त्यो सडकै सडक किन बोक्नु घर आइपुग्दा त पसिरहेको बोक्नु त सुविधा हो। उता दिदीले चिप्स दिँदैछ भाइ छोरालाई चिप्स दिँदैछ। त्यो त अर्को झार्यो। त्यसलाई मन परेको मन परेको त्यो ढोक्रो है आमा मन पर्दैन यो साह्रो नखाएको होइन कोही बेला खान्छ ए मन परायो कोही बेला चाहिँ भाइ पनि किन खाँदैन नेक्कै भएको होला खाइन त बहिनी एउटा भाइ त्यसै हो। पुसेको हेर्नु नि त्यो फेरि ल खाँदैन नदे नदे खाँदैन नदे उसको गाडी मन परेर उहाँ कुदाउ हिँड घरमा अर्नब हिँड घरमा हिँड घरमा हिँड जाउँ जाउँ भाइ घरमा हिँड चढ्दै पनि जाऊ अब लडे अब लडे यो केटा समात देऊ अब लड्छ होला है आमामा बसी छाड्यो ऊ आमा उहाँ त अब चाहिँ लड्छ। अब त्यसले खुट्टा निकाल्न सक्दैन कि अब चाहिँ लड्छ। अब चाहिँ लड्यो लडेन त पत्तो लाई छाडेछ बढ्दैन तर यो केटा यत्रो चाहिँ हुन्छ।